यतापट्टि बस्नु पर्यो तिमीहरूले नि अलि तल गरेर रेस्ट गऱ्यो भने त किन ह्याक्ने यहीँबाट लगाइदिनु पर्ला वेलकम भाइ नमस्ते वेलकम तपाईँहरूलाई we are in Princess Hall. Welcome Mr. Sogat Molla the Hamroy. Sogat the first of you are thank you very much and please give a round of applause to Sogat Molla. खुसी छु एकदमै धेरै विशेष गरेर तपाईहरु हुनुहुन्छ यति धेरै हामीलाई माया गर्नुहुन्छ त्यो कुरा सही लाग्छ साथै all the way from Nepal for Lutu in the UK. Make some noise for Lutu in the UK! Hello, hello. भाइ एउटा फोटो सिधै लाने ए डरायो क्या टाढाबाट बसेछु त कतल भयो हजुर आज यहाँ भित्र पनि एकदमै धेरै हाम्रो साथीहरू खेलिरहेको भएको छ हैन एक्साइटेड very excited हेलो हेलो नमस्ते नमस्ते त्यो त नमस्ते 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 Tahu live channel ada.
आज हामीहरू पनि एमबिसी परिवार पनि आछौँ तपाईँहरूलाई स्वागत छ। उहाँहरू धेरैजना हुनुहुन्छ, उहाँहरू मात्र होइन, स्टाफ पनि बसाइ कति छ यसको? 6 तारिक फर्किन्छ। मार्चको छ होइन। अस्ति हामीहरूले चाहिँ मिलनजीहरूलाई तपाईँलाई पनि पर्ख्यौँ हामीले डिनर एमबिसीमा गरेर चाहिँ रमाइलो पनि भएको थियो। अब 6 तारिक भनेपछि टाइम रहेछ तपाईँको त फर्स्ट टाइम होइन नि दाजु यो त होइन भन्नाले उहाँ यो प्रिन्सेस हलमा त पहिला पनि हो सौगाजीको चाहिँ अहिले भ्रमणको पहिलो भ्रमण स्वागत छ। लुटको दोस्रो श्रृङ्खला पनि उत्तिकै राम्रो होला। गीतहरू चाहिँ पपुलर भइरहेछ भन्ने इन्ट्रेस्ट छ नेपाली फिल्ममा धेरै होइन। मेरो त यहाँ साथीहरूले उसमै लेखिसक्नुभयो भने एम्बासडर एकदम फिल्म हेर्न सौकिन्छ भनेर होइन। म नेपाली फिल्म खुब हेर्छु। त्यो कस्तो भने पहिलेदेखि हामीहरू 20-25 वर्षदेखि वर्षको 2टा फिल्म चाहिँ मैले सबै आफ्ना परिवारहरू र गाउँका समेतलाई 15-20 जना 30-35 जनालाई झापामा हुँदादेखि काठमाडौँसम्म पनि त्यो माइक्रो बस रिजर्भ गरेर लाने जस्तो छ। अनि मैले लेटेस्ट चाहिँ उद्धव दाईले बनाउनु भएको होमवर्क भन्ने फिल्म हेर्न, उद्धव दाईलाई थाहा छ हिँड्नुहोस्, मैले चाहिँ नयाँ वर्षको तिर पारेर एकचोटि र दसैँको छेका पारेर एकचोटि चाहिँ सबै आमाहरू सबै परिवारका भाइ बुहारी सबै सागा सन्तान अहिले त छिमेकीहरू पनि जान्छन् फिल्म हेर्न आज छ भनेर। अनि होमवर्क अनि उद्धव दाईले चाहिँ उहाँ आफ्नो गोपकृष्ण हलको माथिल्लो त्यो बाल्कनी 2टा छ नि, त्यसको एउटा रुम सिँगै उहाँले मलाई त्यसमा चाहिँ हार्डली कतिजना 25 जना जति अट्ने हुँदो रहेछ। अनि होमवर्क हेऱ्यौँ। तर हामी 2 जना श्रीमान श्रीमतीले त यहाँ राजदूत भएर आउने बेलामा पनि हामी छक्का पन्जा 7 दिन जति अगाडि हेरेर आएको। वीर विक्रम हेर्न गयौँ, त्यो चाहिँ नि उसमै प्रिमियर सो हेर्न गएको थियौँ। अनि यो ड्रिम्स हेऱ्यौँ। अनि हाम्रै यहाँ सृष्टि श्रेष्ठले खेलेको गाजलु हेऱ्यौँ। हामी त नेपाली फिल्म त प्रायः सबै नै हेरेको छ भन्दा नि। अहिले यसो गर्नुहोस् हजुर, हामी सबै यहाँ भएकोहरू चाहिँ अहिले खिचौँला, भरे फेरि फोटो खिच्दा टाइम पनि जान्छ होला, फोटो सँगै एकचोटि ल खिचौँ अहिलेलाई के छ। ल दाजु आउनुहोस् न, कपिल चाहिँ आउनु न यहाँ आउनु सबैजना किन लजाउनु एम्बासी परिवारलाई यति आउँदैन है, यो अगाडितिर अलि बस्नु हुन्छ। ल एउटा है एउटा Sure. Sige. Ano, ठीक है सर। ano, हाम्रो एम्बासीकै टिमहरू आउनुहोस् न। दुईजना सँगै छ।
मोबाइल दिएछ त्यो अरूलाई चार्ज दियो हामी मिडिया टोली जाँदै नवीन भाइलाई दिनु न कसो कसो अलि यताबाट लिएर सरलाई बोलाउनु न सर र म्याडम आउनु न आउनुहोस् न तपाईँहरू आउनुहोस् न आउन प्लिज थ्याङ्क यू अब हामी फिल्म हेर्नेतिर जाने होला नि मार्केटमा ल न र अब हामी उता जाने हो के कुरा गर्नु खोइ तिम्रो लाइफ छ कि मरिसक्यो अब त उता लैजान्छ होला तपाईँको माग्नु मलाई ड्रिम रुम कहाँ बोला तपाईँको मागे यहाँ बोला बोलि त राखेको त हामीले फेस टु फेस कसरी गर्छ भयो आफूतिर हामी चाहिँ मेन हलबाट गेस्ट रिसेप्सन हाम्रो एम्बेसडर जी उहाँको विशेष सबै आउनुपर्छ हामी चाहिँ त्यहाँबाट निस्क्यो त्यहाँ फोटो खिच्नको लागि आउँछ निलम हेलो गाइस ह्याभ अ मुमेन्ट चाहिँ बन्द गरिदिइसक्यो हजुर अघि भर्खरै ह्याभ अ मोमेन्ट बाटो मैले लाइभ गरेको थिएँ सानी दिदीले पनि लाइभ गरिराख्नु भएको थियो सो आज लाइक दिदीको कतिवटा भ्युर भएको छ मेरो कतिवटा भ्युर चेक गरिरहेको थिएँ अब मेन हलतिर हेरौँ कतिको क्राउड छ यतातिर जाऊ 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 यता चाहिँ नेटवर्कको गोमाले फोन गरेको थियो पिकअप गर्नु जानु पर्ला उता रोडतिर यता चाहिँ सबैजना एक्साइटेड हुनुहुन्छ फिल्म हेर्नको लागि लाइट अलि डार्क भएको भएर तपाईँहरूले आफन्तहरूले चिन्न सक्नुहुन्न होला सायद